हेलो, जय माता दी, जय हिंदुस्तान, जय बिहार, जय नेपाल। मैं ये हिंदुस्तान के लिए और बिहार का और हिंदुस्तान के लिए नई वीडियो बना रहा हूँ। मैं अपने नेपाल के लिए वीडियो बना रहा हूँ। ये हमारे नेपाल में एक मादरचोद रांड है, वो रांड के लिए वीडियो बना रहा हूँ, लेकिन मैं अपने भाषा में वीडियो बनाऊंगा। मैं नेपाली भाषा में वीडियो बनाऊंगा। मैं नेपाली भाषा में वीडियो बना रहा हूँ। इसमें न मुझे इंडिया से लेना देना है, न इंडिया के लिए। इसमें इंडिया कोई बात ही नहीं है। वो जो बोली है वो नेपाल के ऊपर, नेपाल में वो नेपाल के ऊपर वीडियो बना रहा हूँ मैं। सुन रानी को बान, तिमी कहाँको छौ कहाँको नछौ मलाई थाहा छैन। त रांड तिमी जसलाई गाली बग्छौ, के भन्छौ, के भन्दैनौ, मलाई थाहा छैन, हाम्रो नेपालको नागरिकलाई थाहा छैन। तर रारी तिमीलाई अब भगाउन थालेछ भने तिमी उ गर्न थालेछौ। रारी सुन रारी, जति पनि अफगानिस्तानी छौ नि, के रे बङ्गलादेशी, सबैले आउँछ नेपालबाट। रारीको बान तिम्रो एमबिसीले पनि केही काम गर्न सक्दिन। तिम्रो एमबिसीले पनि केही बोल्न सक्दिन। रारीको बान के भने रे तिमी रारी तिमीलाई हिजाब उठाएर तिम्रो बाउ दाइजू के रे हजुरबाको भाइ, तिम्रो काका, तिम्रो भाइको दाइ, अङ्कलको छोरो, कोले तिम्रो हिजाब उठाएर तिम्रो मर्छ, तिमीलाई थाहा छैन। रानीको वान। अनि नेपालको माथि नेपालमा कहाँ बङ्गलादेशबाट आएर तिमी नेपालमा नेपालको गरिमाको, हाम्रो हिन्दू राष्ट्रको तिमीले उ गरिरहेको मासाली। अनररी मसँग लेन, म दिन्छु तिमीलाई। रानीको वान के बुझेर यो कुरा गर्यौ रे तिमीले? के यो तिम्रो बाउको राज हो? नेपाल तिम्रो बाउको राज हो कि नेपाली नागरिकको राज हो? तिमीले एउटा बङ्गलादेशी आएर नेपालमा यस्तो आएर तिमी भन्छौ कहाँ छुपेर रानीको वान? बाहिर मुखौटो देखाउ न, बाहिर मुखौटो देखा, तिमीलाई बताइदिन्छु म। हामी देखाइदिउँ नेपाली हाम्रो। अहिले त अब तिमीलाई खोज्दै होला। अब कहाँ छुपेर बस्छौ कि अब बङ्गलादेश नै भाग्छौ कि अब एकचोटि आइजा न सामने, आम्ना सामना भइहाल्यो, अनि तिमीलाई थाहा हुन्छ। अहिले हेरेनस् 2-3 दिनमा नेपालमा तिमीहरू बङ्गलादेशीको हालत कस्तो गरेछ, के गरेछ, तिमी बङ्गलादेशीहरूलाई थाहा हुँदैन। गलीमा चुनेर, गलीमा खोजेर मरिरहेछ मा सिक्ने मुजी। तिमीहरू देखा होइन? मुजी बङ्गलादेशको धम्की दिन्छौ, हाम्रो नेपालको खाएर, हाम्रो नेपालबाट कमाएर, हाम्रो नेपालको खाएर, अनि इन्डियाबाट बदनाम गरेर हाम्रो नेपालमै बसेर। अब हेर्न,
हाम्रो नेपालमा बस्यो भने कि म नेपाली होइन कि तिमी बङ्गलादेशी होइन, ल यति कुरो म गर्छु म। तर होइन, हाम्रो एरियामा एउटा पनि बङ्गलादेशी बस्दियो भए कि मेरो जान जान्छ कि उसको जान जान्छ, यो ग्यारेन्टी हो। ल यो ग्यारेन्टी म दिन्छु। तर जुन भाइ हाम्रो सपोर्टरमा हुनुहुन्छ भने दाजुभाइहरू, दिदीबहिनीहरू, आमा बुवाहरू, तर यो बङ्गलादेशीहरूलाई यनी भिख माग्न आउँछ नि, देदे आमा गर्न आउँछ अनि यताउति के अरे क्याम्प हालेर बस्छ, तिनीहरूलाई सोध्नु, तिनीहरूलाई सोध विचार गरेर बसाउनु आफ्नो एरियामा। उसको नागरिकता, उसको आधार कार्ड कहाँको हो भनेर। यनी इन्डियाकै छ भने आधार कार्ड छ इन्डियाको, ठिकै छ, इन्डियाको आधार कार्ड बनाएछ उसले, तर उसको 3 पुस्ताको हेर्नु, 3 पुस्ताको आधार कार्ड हेर्नु, उहाँको छ कि छैन। होइन, इन्डियाको छ भने इन्डियामा पठाउनु, इन्डियाको आधार कार्ड छ भने इन्डियामा पठाउनु। यदि हाम्रो नेपाली कुनै आएछ यसमा भिख माग्न नेपालमा, बिहारमा, उसमा, यनी मानौ कि बङ्गलादेशी छ भने उसलाई नेपालमा पठाउनु, त्यो नेपालबाट लिएर आऊ आफ्नो पुरै आधार कार्ड भनेर। किनकि थाहा हुन्छ नि कि हकिकतमा यो मान्छे कहाँको हो। म हिजो अस्ति नै 7-8 भिडियो बनाएको थिएँ, तर म डालेन अनि म डिलिट गरेँ। डालेको थिएँ, डिलिट गरेँ। तर यो भिडियो गर्वले हालिरहेछु, किनकि हाम्रो नेपाली दाजुभाइ एकदमै सशस्त्र भइहाल्नु भएको छ, एकदमै जुनुनमा हुनुहुन्छ भनेर म आज इन्डियाबाट यो भिडियो हालिरहेछु। किनकि म आज हेरेँ, म पर्खिरहेको थिएँ कि हाम्रो नेपालको दाजुभाइले के गरिराख्नु भएको छ, यो कानुन यसमाथि जसरी बङ्गलादेशीको माथि सशस्त्र हुनुभएको छ कि भएको छैन। त्यो म हेरेँ कि हाम्रो नेपाली दाजुभाइले कति सशस्त्र हुनुभएको छ। हेरौँ न, हाम्रो जनकपुरमै, तर हाम्रो नेपाली दाजुभाइले एउटा कुरा हेर्नुपर्छ कि हाम्रो नेपालको उसमा जनकपुर धाम, जहाँ रामजीको सीता माँको जहाँ स्वयंवर रचाउनु भएको थियो, जहाँ स्वयंवर रचिया छ, उहाँ त्यस्तो ठाउँमा यो मुजी बङ्गलादेशीहरू आएर बसेका छ। अनि त्यो ठाउँमा हाम्रा हिन्दू पर्व हुन दिन सक्दैन। हिन्दू पर्व हुन दिए होइन। छठ पबनी हाम्रो सबैभन्दा ठुलो छठ पर्व हो, त्यो पनि गर्न दिँदैन। त्योमा पनि तिनीहरू गएर हाम्रो घाटमा गएर के हाम्रो सबै विध्वंस गरिदिन्छ। तर यो नेपाली नागरिकलाई पनि सोच्नु पर्यो। नेपालको प्रहरीले त त्यो मुजीहरू त्यो अहिले उसको थियो त जेएनजी चलेर अलि सम्भल्या भने छ, समय ठिकै छ। नत्र अहिले त अब यो सुशीला कार्की राण्ड, त्यो त राण्ड हो, राण्डको घरबाट जन्मेको राण्ड, त्यो सुशीला कार्की राण्ड हो। तर अहिले हाम्रो उभिरहेछ नि बालेन्सा, ऊ आफ्नो सबै आइराख्नु भएको छ। अब यो मार्चमै त फागुन भनेको मार्च हो, नै हो, ठिकै छ। हेरौँ एकचोटि अरू यो भिडियो अब हालिरहेछु, भिडियो बनाएछु फोटोमा, अब हालिरहेछु फेसबुकमा। ल ठिकै छ, चलो।